Alright, good morning everyone. This is me, your phone and welcome back to my vlog. For today's vlog, I am going Mustang with my family. We also have guests, or we could say Wansu's family. Yes, they are back, and today we are going to Mustang for Muktinath Mandir visit. So we'll meet you guys there. Alright, Abba, are you ready? Yes, we're ready, man. Are you excited? Very, very much. It's going to be very cold. This is, they had snowfall. We might get one. Wow, that's सेन्ट्रल बना सेन्ट्रल बब्बाल यहाँ चाहिँ हाम्रो कछुवा तल गाडी हेरिदिनुहुन्छ ठुलो धेरै ठुलो र धेरै सफा गर्न गाह्रो हुन्छ भने हामीले हिजो जाडो हुँदैन ज्याकेट आमसँग छ तर तलको साँचो दाइसँग छ हो ठिक छ स्मुथ अलराइट आडो हलाउँदै हुन्छ स्मुथ अहिलेको गाडी पनि प्याकअप गरिदिएको छ हामीले ए मेरो ब्याक सिट है म ब्याक सिटमा बस्ने हो ब्याक सिट दिदी र म ब्याक सिट बस्ने है ब्याक सिट भने मतलब यता पछाडिको सिट पछाडि हाम्रो रिजर्भ छ नि कोही बस्न पाइँदैन फेरि अलरेडी बुक ए मजाले अटिन्छ नि ओके स्वेट मनी कति गर्दा ब्रेकफास्ट हो हजुर ब्रेकफास्ट खाँदैछ तपाईँले हिँडेर झ्याप भइरहेछ को यो फ्यामिली मेम्बर नयाँ फ्यामिली मेम्बर अन्डामा छ तपाईँ वी हेभिङ लन्च तर म चाहिँ पछि जान्छु किनकि मलाई अहिले अपज भइरहेछ है अहिले मेरो मम्मा भएर जानुहुन्छ सो अनफर्चुनेटली है म नि गाडीभित्र बस्छु होइन तर गाडी गएछ कि कहाँ गएको भने फास्ट चार्जिङको लागि गएको रहेछ अब म नि खाना खानु पर्ला त्यसो भए वो चार्ज करने के लिए कहाँ पे उधर किधर चार्ज करने के लिए आभा आभा गाडी चार्ज गर्न गएको छ अरे है अब ब्रेकफास्ट खायौँ अब पोखरासम्म जाने हो क्या अरे मुग्लिन पुग्न आँट्यो हामी ग्रिन टावर त्यो साइडतिर छौँ अब बाटो त ठिकै छ
बाटो आउँछ नि त राम्रो छ तपाईँलाई त्यो मुगलिनबाट पोखरा आउनु चाहिँ लगभग 4 घन्टा 3 घन्टा लाग्थ्यो भने अहिले लगभग पुरै 7.5 घन्टामा आइपुग्यो हामी है बाटो यस्तो फिलिङ थियो कि यति राम्रो थियो कि अलरेडी मिसमा इभी कार है सुतेर आयो मजाले इभी भ्यानमा इभी भ्यान ल्याएको चाहिँ राम्रै डिजाइन भएको छ है डिजाइन चाहिँ राम्रो दिएछ है अब नेक्स्ट टाइम चाहिँ म आफ्नो गाडी लिएर फ्यामिलीसँग आउनु प्लान गर्छु हामी यहाँ एउटा मन्दिरमा आएको छौँ है त्यहाँ गाडी चार्ज इभी चार्ज गर्ने अरे यो मन्दिर त पहिला पनि आइसक्यो हामी चिन्दैछ आपको कैसे लगा रास्ता अच्छा है ना भेरी भेरी गुड भेरी भेरी गुड अब चल्छ नानी कस्तो लाग्छ तपाईँलाई रमनलाई है बाटो पहिला 3 घन्टाको बाटो 7.5 घन्टामा आयो हामी है हाम्रो आफ्नो गाडी भयो ठुलो भयो सजिलो हुन्छ है पैदल वाला पुल था ना हाँ पुल से चलेंगे अभी अब होटल दे यहीं पे अब क्या करेंगे रात को ना हामी पुरै ब्रिज त नघुम्ने हाफमा जुन राम्रो सर्ट छ त्यो सर्ट लिने रिटर्निङ ब्याक किनकि पानी पर्न आँटेको छ इट कुड रेन एनी मोमेन्ट